भोलि हो अपरा एकादशी। हिन्दू धर्ममा अत्यन्त पुण्यदायी र पाप नाश गर्ने एकादशीको रूपमा मानिन्छ। यो व्रत विशेष गरी भगवान विष्णुको आराधना गरेर मनाइन्छ। अपरा शब्दको अर्थ हुन्छ अपरिमित वा असीम, अर्थात् यस एकादशीको व्रतबाट प्राप्त हुने पुण्य असीमित हुन्छ। यो एकादशी ज्येष्ठ महिनाको कृष्ण पक्षको एकादशी तिथिमा पर्ने गर्दछ। धार्मिक मान्यता अनुसार यस दिन श्रद्धा र भक्तिको साथमा व्रत गरेमा मानिसका अनेकौं पाप नष्ट हुने र जीवनमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। अपरा एकादशीको महत्त्व। धार्मिक ग्रन्थहरूमा अपरा एकादशीको महिमा अत्यन्त ठूलो बताइएको छ। कथा अनुसार यस व्रतको फल हजारौं तीर्थयात्रा र दान, यज्ञ तथा तपस्या बराबर मानिएको छ। यस व्रतबाट अर्थात् अपरा एकादशीको व्रत हामीले श्रद्धापूर्वक गरेमा के फलहरू हामीले प्राप्त गर्न सक्छौं त? अपरा एकादशीको व्रत हामीले गरेमा पापबाट हामीले मुक्ति प्राप्त गर्छौं रे। मनोकामनाहरू पूर्ण हुने विश्वास गरिएको छ। घरमा सुख, शान्ति, समृद्धि प्राप्त हुन्छ। मानसिक शान्ति र सकारात्मक ऊर्जा बढ्दै जान्छ र भगवान विष्णुको विशेष कृपा हामीले प्राप्त गर्न सक्छौं। पुराणहरूमा अपरा एकादशीको व्रत कथालाई पनि वर्णन गरिएको छ। प्राचीन समयमा महिध्वज नामका एक धर्मात्मा राजा थिए। उनका भाइ वज्रध्वज अत्यन्त ईर्षालु र क्रूर स्वभावका थिए। उनले राज्य प्राप्त गर्ने लोभमा आफ्नै दाजुको हत्या गरेर जङ्गलमा गाडिदिए। राजा महिध्वजको आत्माले शान्ति पाउन सकेन र प्रेत बनेर दुःख भोग्न थाले। केही समयपछि एक ऋषिले आफ्नो तपस्याको बलले त्यो रहस्य थाहा पाए। ऋषिले अपरा एकादशीको व्रत गरी त्यसको पुण्य राजा महिध्वजलाई अर्पण गरे। त्यस पुण्यको प्रभावले राजा प्रेत योनिबाट मुक्त भए र दिव्यलोक प्राप्त गरे। त्यस दिनदेखि अपरा एकादशीलाई पाप नाश गर्ने तथा मोक्ष प्रदान गर्ने एकादशीको रूपमा मान्न थालियो। ब्रह्म मुहूर्तमा उठ्ने अर्थात् एकादशीको दिन बिहानै चाँडै उठेर स्नान गरी सफा वस्त्र लगाउनुस् र वस्त्रको रङ्ग सके सेतो, रातो या फेरि पहेँलो रङको लगाउनु राम्रो मानिन्छ। र व्रत लिने दिन हामीले भगवान विष्णुको स्मरण गर्दै श्रद्धापूर्वक व्रत बस्ने सङ्कल्प लिनुपर्ने हुन्छ। त्यसपछि हामीले घरको पूजा कोठा सफा गरेर भगवान विष्णुको फोटो या फेरि मूर्ति स्थापना गर्नुहोला र भगवान विष्णु सँगसँगै हामीले लक्ष्मी माता र राधा कृष्णको मूर्तिलाई पनि हामीले पूजा गर्नुपर्ने हुन्छ। पूजा गर्ने क्रममा के सामग्री चाहिन्छ त? तुलसी पत्र, फूल, धूप, दीप, फलफूल, पञ्चामृत, प्रसाद र विशेष गरेर भोलि अपरा एकादशीको दिन यहाँले बेलपत्र भने चढाउन नबिर्सिनुहोला। अनि तुलसी मातालाई रातो वस्त्र पनि अपरा एकादशीको दिन चढाउनु पर्ने हुन्छ। भगवान विष्णुको पूजा गर्ने र भगवान विष्णुको पूजा गर्ने क्रममा हामीले ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्दै पूजा गर्नुपर्ने हुन्छ। यसै गरी अपरा एकादशीको व्रत कथा सुन्ने वा पढ्ने र विशेष पुण्य दान पनि गर्ने र अर्को दिन यानि कि द्वादशीको दिन हामीले ब्राह्मण या फेरि गरिबलाई दान दिएर व्रत समापन गर्न सक्छौं। अपरा एकादशीको दिन हामीले भगवान विष्णुको नाम जप गर्ने, तुलसी पूजा गर्ने, धार्मिक पुस्तक पढ्ने, क्रोध, झुट र नराम्रो व्यवहारबाट हामी टाढै रहने र यो दिन हामीले माछा, मासु तथा मदिरा सेवन गर्नु हुँदैन। झुटो बोल्ने, कसैलाई दुःख दिने काम गर्नु हुँदैन। अनावश्यक विवादमा सक्दो नपर्नुहोला। अपरा एकादशीको पावन दिनमा भगवान विष्णुको कृपाले सम्पूर्ण दुःख, पाप, बाधा समाप्त होस्। सबैको जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त होस्। हरि ओम।